Hello guys, welcome back to my YouTube channel. After a long time, आज चाहिँ हामी कोजिएसको माउन्टेन जाँदैछौँ। हामी दुईजना मात्रै। अनि आजको चाहिँ मैले भ्लग लिनुपर्छ भनेर चाहिँ भ्लग बनाउन स्टार्ट गरेको छु। तपाईहरुले नि हेरेर इन्जोय गर्नु होला है। हेलो। हातमा चाहिँ तातो कफी, क्यामेरा, Roll action. ल हाम्रो यात्रा सुरु भयो। अब चाहिँ हामी पेट्रोल हाल्न जाँदैछौँ। ल है गाइस, 6 बजिसकेर पनि अहिले चाहिँ अँधेरै छ। अरू बेला त यतिखेर घाम लागिरहेको हुन्थ्यो। अब त डे लाइट सेभिङ पनि हुने बेला भएछ है। गाइस, सनराइज हुनै लाग्यो है। वाउ, कस्तो राम्रो देखेको। उज्यालो भयो। अहिले त ढिलो उज्यालो हुन थालेछ नि गलो। 7 बजिसक्यो, बल्ल उज्यालो भयो यार। 7 बजे उज्यालो हुन्छ। कस्तो बवाल हो स्ट्रेट। बनाएको छुइनँ अहिलेसम्म चाहिँ, किनभने राम्रो राम्रो सिनिक भ्यूहरू चाहिँ मैले राखिदिएको छु। त्यो बिचमा हेरेर इन्जोय गर्नुहोस् है। We go to a park. यो चाहिँ सबै ढुङ्गाहरू है। बिचमा चाहिँ गाईबस्तु पनि सर्दैछ जस्तो छ। हामी चाहिँ कोजिएसको नेसनल पार्कभित्र छिरिसकेका छौँ। अहिले चाहिँ हामी अन द वे टु शार्लोट पास। त्यहाँ गएर चाहिँ हाम्रो भेहिकलको इन्ट्री पास लिएर और हामीले गाडीलाई त्यहीँ पार्क गरेर चाहिँ हाम्रो ट्रेकिङ होइन बा यस जाँदैछौँ। ट्रेकिङ चाहिँ अलमोस्ट हाम्रो 6.5 to 7 hours जति हुन्छ जस्तो लागेको छ। कस्तो भइरहेको छ मलाई? रमाइलो छ। चिसो चिसो छ वेदर पनि, तर ठिक छ।
हामीले रमाइलो गर्दैछौँ यो आर्मी क्याम्पहरू जस्तो है कस्तो राम्रो सबै सुक्खा लागिसकेको छ अब चाहिँ हामी चाहिँ यता थियो पेरिसर भ्याली आइपुगेका छौँ किनभने पहिला हामीले यहाँ हिउँ खेल्न आएको थियौँ पहिला हामी अहिले चाहिँ हिउँ छैन गाडीबाटै धेरै भिडियो खिचिसक्यौँ हामीले त्यही भएर मलाई खासै खिच्नु मन लागेको छैन अब चाहिँ एकैचोटि बाहिर निस्केर पुग्नै लाग्यौँ मात्र त्यति 5 मिनट छ हामीले भनेको चाहिँ नेपाली गाउँ जस्तो है बुटु कहाँ हुन्छ यस्तो चाहिँ नेपाली म भ्लगमा हाल्छु कसलाई त्यस्तो लाग्छ भन्दैछु ल ल म यहाँबाट चाहिँ भोइस ओभर स्टार्ट गरेँ है किनभने एकदमै विन्डी भएको कारणले गर्दा एकदमै डिस्टर्बेन्स आइरहेको थियो अब यहाँबाट चाहिँ हामीले हाम्रो ट्रेकिङ स्टार्ट गरिसकेका छौँ भर्खरै हिँड्न थालेको हामी चाहिँ एकदमै चिप्स खान पनि स्टार्ट गऱ्यौँ हामी दुईजना एकदमै रमाइलो हुँदैछ भिडियो अन्तिमसम्म हेर्नुहोस् है कोजिसको जाने बाटो अर्को बाटो चाहिँ यो हो हामी दुईजना चाहिँ यसरी नै गीत गाउँदै नाच्दै फोटो भिडियो खिच्दै यो बाटो कटेको त हामीलाई थाहै भएन है यहाँसम्म आइपुग्दा चाहिँ आधी बाटो नै हुन्छ हामी चाहिँ 1 घन्टा भयो हिँडेको यस्तो यहीँबाट आइपुग्यो यहाँ चाहिँ I don't like your mountain, Mount Kosciuszko. कस्तो भइरहेछ थाक्यौ र अलमोस्ट 5 किलोमिटर हिँड्दा पनि थाकेको छैन भने त खतरा रहेछ त हो यही ठाउँबाट चाहिँ उकालो सुरु हुन्छ उकालो चाहिँ 3.2 किलोमिटर जति छ लगभग यहाँबाट चाहिँ हल्का पानी पर्न थालेको अनि हावाहुरी है त्यस्तै त्यही पनि ठिकै छ हामी इन्जोय गर्दै जाँदैछौँ है यहाँ चाहिँ मैले के भन्दैछु भने मैले चाहिँ ग्लोभ्स लिएर गएको थिएँ दुईजनाकै लागि एक जोड है जाडो हुँदैन जस्तो लागेर चाहिँ हामीले गाडीमै छोडिराख्यौँ यहाँ आएर चाहिँ त्यही पछुतो हुँदैछ यार सुकुम्बा पाउने ठाउँ जस्तो दार्त प्रोटिन के गर्नु बस्ने पानी परेर हालत त्यस्तो छ चिनिने अवस्थामै छैन आज मलाई
भनेर एकदमै सजिलो भइरहेको छ। पुरा भारी मैले बोकेको छु। 2 किलोमिटर ए भारी चाहिँ उसले बोकेको छ। भारी भन्नाले हाम्रो स्न्याक्सहरू त्यही हो। अब 2 किलोमिटर छ। छाता एउटा यस्तो छ। टोपी चाहिँ अहिले उसले मेरो टोपी मैले चाहिँ उसको टोपी लगाएको छु। ल हामी चाहिँ माउन्ट कोजिएस्को आइपुग्यौँ फाइनली मात्रै अब 200 मिटर होला। ल है वेदर चाहिँ यस्तो छ। ठिकै छ तर बाटोतिर भ्यू राम्रो थियो। यहीँ तलसम्म अहिले भर्खरदेखि पानी परेको 2 किलोमिटर तलदेखि यहीँदेखि भन्दा पनि रमाइलो भइरहेछ। चिसो भएर चाहिँ हामी यहाँ बस्न अलि सक्दैन थियौँ तर चिसो चाहिँ त्यही उयोले गर्दा मात्रै हुन्छ। खासै चिसो छैन। मेरो चाहिँ हालत यस्तो छ। रमाइलो छ जिन्दगी। गाइज हामी चाहिँ कोजिएस्को आइपुग्यौँ तर यहाँ आइपुगेपछि हामीलाई के थाहा भयो भने कोजिएस्को होइन यो कोसियसको रहेछ। कोसियसको सेट राइट अरे कोसियसको। हामी चाहिँ 10-15 मिनट जति मात्रै टपमा बसेर फर्क्यौँ किनभने अलिकति चिसो पनि बढ्न थालिसकेको थियो। त्यही भएर केही फोटोज भिडियोज खिचेर चाहिँ हामी फर्क्यौँ। ल म अब फेरि बाटोको जाँदा फर्किँदाको भिडियोहरू बनाउँछु। भिजिबिलिटी चाहिँ 0 नै छ। त्यही पनि ठिकै छ। हामीले ड्राइभ गर्ने होइन हिँड्दै जाने हो। जति अघि बढ्यो त्यति नै बाटो देखि नै हाल्छ कि कसो। That's right, man. That's right. ल है हामी चाहिँ फर्क्यौँ। अहिले भर्खरै यो सार्लोट पासमा झरेर खाजासाजा खाएर आफैले लगेको थियौँ त्यो खाएर चाहिँ फर्किँदैछौँ। अनि यहाँ चाहिँ एकदमै पानी परेको भएर मैले बाटोतिर भिडियो खिच्न चाहिँ पाइनँ। त्यही हो। अब के हुन्छ बिचतिर पनि खिच्न पनि सक्छु। यस्तै वेदर भयो भने चाहिँ खिच्दिनँ। हामी चाहिँ फेरि बिहानकै ठाउँमा आइपुग्यौँ। कति राम्रो छ तर अब नबस्ने यहाँ। हामी चाहिँ यहाँ अब रेस्ट एरियामा छौँ। 1 घन्टा छ अझै पुग्नलाई। रमाइलो भइरहेछ। यो बिचमा भिडियो त्यो राम्रो सिनहरूको क्लिप राखेको छु त्यही हेर्नु होला है। यो चाहिँ सोलर फार्म क्यानबेरा। हामी चाहिँ क्यानबेरा आइसकेको छौँ। रमाइलो भयो आजको दिन। 6 बजे ठ्याक्कै घरबाट पनि बिहान 6 बजे हिँडेको थियौँ। 6 बजे रिटर्न भयो। ठ्याक्कै 12 घन्टा। 6 घन्टा त हाम्रो ड्राइभ नै थियो है। Yes. अनि 3 घन्टा जानलाई 3 घन्टा फर्किनलाई। अब म चाहिँ भ्लगलाई यहीँ एन्ड गरिदिउँ होला है। Yes.
घरमा गएर खाजा खानु जाने फेरि, त्यही भएर मैले चाहिँ भ्लगलाई यही एन्ड गरिदिएँ। अहिलेसम्म यहाँसम्म चाहिँ भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। अनि मेरो भिडियोहरू अब म हालिराख्छु है भिडियोहरू, तपाईँहरूले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। यतिन्जेल हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। बाई बाई, सी यू अन्टिल नेक्स्ट टाइम। next time. Bye.